नमस्कार। ज्ञानेन्द्र शाहीले जापान गएर चाहिँ सबैलाई गाली गरे, घन्टे ग्याङ गजडी ग्याङ भनेर चाहिँ सबैलाई गाली गरेर उहाँको त्यति बेला चौतर्फी विरोध भइरहेको छ। यो विषय उहाँले ठिक भने के भनेर गाली गर्नुभएछ? उहाँले चाहिँ घन्टे ग्याङ गजडी ग्याङ होइन, देश चलाउने ग्याङ, खराने ग्याङ, सहकारी ठग भनेर सबैलाई चाहिँ ढुट्टो बनाएछन् त जापानतिर। अब यस्तो छ, अब धेरै नेपाली जनताले आश राखेको मान्छे हो ज्ञानेन्द्र शाही। अब उहाँ त नेपाली जनताहरूले अधिकांशले त भावी राप्रपाको अध्यक्षको हैसियतमा पनि हेरिरहेको छन्। प्रतिपक्षको भूमिकामा सबैभन्दा राम्रो निर्वाह गर्नेमा पनि उहाँलाई सोचेको छ। साँच्चीकै हो भने अहिले उहाँ जतिको अब्बल सांसद त्यो भित्रमा कोही देख्न पाइँदैन होला, तर अस्तिको परिस्थितिमा उहाँले अलिकति शब्द चयनमा चाहिँ केही सुधार गर्न पर्ने थियो। अलिकति शब्द चयन चाहिँ उहाँले बिगार्नु भएको भन्ने अभिव्यक्ति दिनेहरूमा चाहिँ फेरि राष्ट्रिय स्वतन्त्र पार्टीको जति समर्थन छ नि, उहाँले कमेन्टमा दिनुभएको गाली उहाँले भन्नुभएको छ नि त, यो विभिन्न तरिकाको लाछेप लगाइनी, म यहाँ जापानमा छु, जापानमा भएको मान्छेलाई यहाँ खेद्यो भन्ने होइन, त्यो भिडियोहरू कहाँ के भिडियोहरू नचाहिने भिडियोहरू गर्ने, फेक एकाउन्ट बनाएर गर्ने पनि त भन्नुहुन्छ नि, खराने ग्याङ गजडी ग्याङ। होइन, हामीले कहिले खरानी ग्याङ र गजाडी ग्याङ मैले भनेको कहिले सुन्नु? होइन, मैले त कहाँ खरानी ग्याङको गजडी ग्याङ मैले भनेको कहीँ रेकर्ड छ, सुनेको छ छैन नि त। होइन त्यो त अब सगारी ठग भनेर सगारी ठगलाई चाहिँ समाउनु पर्यो भनेर भन्ने कुरा हो। तर एउटा ज्ञानेन्द्र शाहीको केसमा चाहिँ अब जुन राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनहरूले जुन तरिकाले चाहिँ आफ्नो आलोचना गरिरहनु भएको छ, जुन तरिकाले सुनि नसक्नु गाली दिएको ठाउँमा त एउटा माननीय हो, जे भने उहाँलाई पनि त रिस उठ्छ नि त। त्यही माथि कर्णाली प्रदेशको एउटा आश लाग्दो सांसद हो, तर उहाँले बोलेको शब्द चयनमा चाहिँ एकदमै यसमा चाहिँ आपत्तिजनक त छँदैछ। यसमा त हामी पनि हाम्रै पक्षधारको हो, एउटै राज संस्था चाहने मान्छे हो, राज संस्थाको वकालत गर्ने हो भनेर हामी चाहिँ फेरि गलतलाई नि सही भन्ने पात्रमा हामी परेन। उहाँले अलिकति शब्द चयन गरेर आगामी दिनहरूमा चाहिँ यस्तो शब्द प्रयोग नगरिकन राजनीतिक चेत भएको हिसाबले चाहिँ अगाडि बढ्यो भने चाहिँ उहाँ चाहिँ फेरि भविष्यको कर्णधारै हो। हामीले धेरै नेपाली जनताले आश राखेको मान्छे चाहिँ ज्ञानेन्द्र शाही नै हो। आश लागेको मान्छे देखाजुनी छे भन्ने कुरो आयो क्या। होइन, त्यस्तो त अब अलिअलि भइहाल्छ नि, मान्छेमा अब अलिकति डिप्रेसन भन्ने त भइहाल्छ नि। हर नेपाली जनता होइन, राजसभाको नि सांसदहरू त के गति लाग्छ नि त, मुख चलाउनमा त उत्तिकै त हो नि। उहाँले चाहिँ अलिकति खरानी ग्याङ र घन्टे ग्याङ भन्नुभयो, त्यो दुईवटा शब्द चाहिँ नराम्रो भन्नुभयो। अब विदेशमा बसेका युवाहरूलाई अलिकति भोजपेल गरेर भन्नुभयो भनेर विदेशमा बसेका साथीभाइहरूले उठाइरहनु भएको रहेछ। वास्तवमा उहाँले टोटल्ली लाइभ हेर्नुभयो कि भएन? होइन, उहाँले विदेशमा बसेका केही व्यक्तिहरूलाई भन्नुभएको छ, केही व्यक्ति जुन सामाजिक सञ्जालमा चाहिँ अहिले कन्टेन्ट क्रिएटर भएर नचाहिँदा घटनाहरू चाहिँ जे कुरा हो यथार्थ कुरा नेपालमा के भइरहेछ, फिल्डमा बसेको कुरा देख्ने त सही हुँदैन भन्छन् होइन, फिल्डमा हुँदा त फिल्डमा देखेर बोल्दा त कतिपय कुरा सही हुँदैन। विदेशमा बसेर 2 मिनटको भिडियो हेरेर तपाईँको चाहिँ एल्गोरिदममा परेर अनि त्यहाँ कन्टेन्ट क्रिएटर गरेर आफ्नो जीविकोपार्जन चलाउने विदेशीहरूलाई पनि केही रूपमा चाहिँ भन्नुभएको रहेछ। सायद उहाँहरूले पनि अब सुध्रिनुहुन्छ होला, विदेशमा बसेर जति पनि कन्टेन्ट क्रिएटर गरिरहनु भएको छ नि त, आफ्नो कन्टेन्ट क्रिएटर हो, सत्यलाई सत्य, राम्रोलाई राम्रो, नराम्रोलाई नराम्रो भन्नुहुन्छ, राम्रो छ। कोही चाहिँ अलिकति झोले पाराले नै गरिरहनु भएको छ क्या, त्यसलाई चाहिँ अलिकति उहाँले आक्रोशित रूपमा भन्नुभएको छ, अधिकांशलाई भन्नुभएको छैन त्यो कुरामा। तर माननीय खगेन्द्र सुनारले के भन्नुभयो भने इन्डियामा आधा पिए जापानमा आधा पिए भन्ने कुरो गर्नुभयो क्या। उहाँ पनि त अब माइती घरमा आधा साङ्लो, उहाँ गएपछि पुरै साङ्लो भए जस्तो भइरहेछ नि। उहाँ पनि यहाँ चाहिँ साङ्लो लाउनु भयो, उहाँ चाहिँ स्थिति नै साङ्लो ला जस्तो। रवि दाई नमस्ते कि नमस्ते, बालेन दाई नमस्ते कि नमस्ते भने उहाँ चाहिँ भएको के हो त? उहाँको चाहिँ एउटा सदस्य जित्ने पनि हैसियत छैन नि। ज्ञानेन्द्र शाहीको अगाडि त खगेन्द्र सुनार न राजनीतिक चेतमा अब्बल हो, न जनताको क्रेजमै नै अब्बल हो, न समाजवादमा अब्बल हो, न पूर्जीवादमा, न के देश कस्तो छ भन्ने कुरामा चाहिँ देश कुन अवस्थामा छ, देश कुन अवस्थामा लाँदाखेरि चाहिँ राम्रो हुन्छ भनेर चाहिँ खगेन्द्र सुनारलाई भन्दा त ज्ञानेन्द्र शाहीलाई बढी थाहा छ नि त। होइन, ज्ञानेन्द्र शाही अझै पनि तपाईँलाई अबलै लाग्छ र भने यहाँ त जनताले चौतर्फी विरोध गर्न थालिसके, एयरपोर्टमै घेर्लान् जस्तो भइसक्यो। होइन, घेर्न सम्झिने मात्र हो, कसले घेर्नु किन घेर्नु होइन, बोल्दैमा घेर्ने भयो त्यही भयो त। तपाईँको राष्ट्रिय स्वतन्त्र पार्टीले नै हामीलाई मुख छाडेको छ नि त, मेरो कमेन्टभरिमा छ, मलाई मुख छाड्नेलाई नि त घेरोस् न त। होइन, पत्नै चाहिँ यहाँ बर्खास्त गर्नु केही हुँदैन त्यस्तो। सितैमा टिका लाएर दिएको राष्ट्रिय स्वतन्त्र पार्टीले टिका लाएर दिएको पद हो र सांसद पद बर्खास्त हुनलाई कर्णाली प्रदेशको जुम्ली प्रदेशले तपाईँको जुम्ली प्रदेशले आशा गरेको छ। अब उहाँले केही न केही आधारले बोल्नुभयो होला, उहाँले आफ्नो अभिव्यक्ति त नेपाल आएपछि पक्कै पनि दिनुहुन्छ होला। अब कहीँ गलत बोलेको छ, धेरै आक्रोशितै भएर बोल्नु भएको ठाउँमा माफी माग्नु पर्ने ठाउँमा त उहाँले त माफी त माग्नु होला। उहाँको धारणा विचार त के छ अब नेपाल आएपछि देखाउनु होला। तर विदेशमा गएको मान्छेलाई चाहिँ